म चाहिँ खजुरा गाउँपालिकाको तर्फबाट एलआइएसपीको फोकल पर्सनको रूपमा पनि काम गरिराखेको छु। यसको चाहिँ मेन सपोर्ट भनेर कस्तो हो भने यसमा चाहिँ हामीले चेकलिस्टहरू पाउँछ होइन। मेन चाहिँ तपाईँको जस्तै कार्यविधिहरू पनि हामीले सर्ट एन्ड पास गरेका छौँ। जस्तै योजना हाम्रो योजना तजुरमा स्टेट जस्तै लाग्छ कि अघि नै हामीले भन्यौँ नि, जस्तै बस्तीमा गएर हामीले योजना छनौट गरिरहेको कुरालाई हामीले गरिरहेको थियौँ भने त्यसलाई हामीले अभिलेख गरिराखेको थिएनौँ। अब हामीले के गरिरहेछौँ भने हामीले एउटा कार्यविधि फलो गरिसक्यौँ, हामीसँग डिटी ग्लोबलको टेक्निकल टिमको सपोर्ट छ भनेपछि अब हामीले के गरिरहेछौँ भने बस्तीबाट आएको योजनाहरूलाई पनि हामीले अभिलेख गरेर छनौट गरेर त्यसलाई वडामा मतलब दिग्दर्शनलाई एकदम फुल्ली रूपमा फलो गर्नमा चाहिँ उहाँले हात गर्नुभएको छ। गरिराखिएको थियो बट फर्मली गरिराखिएको थिएन, लिपिबद्ध गरेका थिएन, डकुमेन्टेसन गरेका थिएन। डकुमेन्टेसनको रूपमा चाहिँ हामीले अहिले हरेक कार्यविधिलाई चाहिँ फलो गर्न खोजिरहेछौँ र एटलिस्ट हामी एभ्री कुरामा चाहिँ हजुरले भने जस्तै हामीले एप्लाई गरे पनि नगरे पनि हामी सेन्सिटाइज चाहिँ सबै कुरामा छौँ। जस्तै यो आर्थिक वर्ष चाहिँ हामीले फुल्ली रूपमा लिस्टलाई हामीले कार्यान्वयनमा ल्याएको थियौँ। अब हाम्रो कामदारहरूको सेफ्टीमा चाहिँ हामी धेरै नै कन्सर्न छौँ होइन। कसरी भन्नुहुन्छ भने पहिला चाहिँ हामीले एलआइएसपी परियोजना लागू हुनुभन्दा अगाडि पिपी सेटलाई चाहिँ अनिवार्य पनि गरेका थिएनौँ होइन। अनि अलमोस्ट हामीले कन्सिडर पनि गरेका थिएनौँ भन्दा नि हुन्छ कि जुन त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू हुन्छ, गियरहरू लाउनुहुन्छ नि कामदारहरूले, त्यो कुरामा चाहिँ हाम्रो फोकस पनि थिएन, ध्यान पनि थिएन। बट एक्चुअली एलआइएसपी भइसकेपछि वर्कर सेफ्टीमा चाहिँ एकदम धेरै कन्सर्न छ, उहाँहरूको कार्यविधिहरूमा पनि धेरै कुरा मेन्सन छ। त्यो भइसकेपछि हामी के गरिरहेछौँ भने अनिवार्य रूपमा चाहिँ हामीले पोहोर साल हामीले लागू गर्न खोज्दाखेरि अब निर्माण व्यवसायहरूले होइन अब बियुकीमा छैन भन्ने जस्तो कुराहरू गरिसकेपछि हामीले त्यसको सल्युसनको रूपमा चाहिँ के ल्यायौँ भने होइन बियुकीमै नै राखेर हामीले त्यसलाई चाहिँ अनिवार्य रूपमा लागू गऱ्यौँ भने त त्यो स्योर गर्नुहुन्छ भनेर गऱ्यो भने पिपिए सेट अनिवार्य गरिसकेपछि यो वर्ष हजुर साइटमा जानुभयो भने पिपिए सेट अनिवार्य छ। कुरा चाहिँ तपाईँको जनसहभागिता नै हो, मान्छेको पार्टिसिपेटरी डेभलपमेन्ट हो। कसरी हो भन्नुहुन्छ भने तपाईँ अघि नै हाम्रो कुरा भयो, जनतालाई जबसम्म यो विकास मेरो लागि भएको भन्ने महसुस हुँदैन तबसम्म त्यो विकास दिगोपन हुँदै हुँदैन। फर्स्ट कुरा एलआइएसपीले गरेको चाहिँ मलाई त्यो फिल हुन्छ, किनभने हामी मल्टिपल टाइम्स जनतामा गएर हामीले तपाईँहरूको लागि यस्तो गराइराखेका छौँ, यो गरिरहेछौँ, रोजगारीको अवसर सिर्जना गरिराखेका छौँ भनेर मल्टिपल टाइम्स भनिरहेछौँ र के भनिरहेछौँ र त्यसलाई डकुमेन्टेसन अनिवार्य रूपमा गर्नुपर्छ भनेर भनिसकेपछि विभिन्न चरणमा गइरहेछौँ। सुरुमा योजना छनौट हुने बेला पनि गइरहेछौँ भनेपछि योजना कार्यान्वयन हुने बेला पनि गएर मान्छेहरूसँग टचमा छौँ। इट इज नट जस्ट फिजिकल डेभलपमेन्ट जस्तो लागेर आउँछ मलाई, सोसियो इकोनोमिक डेभलपमेन्ट छ, सामाजिक रूपान्तरणको कुरामा पनि यसमा छ भने होइन, फिजिकल कुरा छ, पोलिटिकल कुरा होला होइन। सबै कुरामा चाहिँ हामी कन्सिडर, इभन इन्भाइरोमेन्टलको कुरा हामी एकदम धेरै अध्ययन गरिरहेछौँ न, कसरी हामीले पानी निकास गर्ने, कसरी हामीले यो बस्तीलाई चाहिँ डुब्नबाट बचाउने, यहाँनिर यो पानीले चाहिँ कसरी यो बाटोलाई बिगार्दैन भन्ने कुरामा चाहिँ हामीले कन्सिडर गर्ने भन्ने कुरामा सेन्सिटाइजेसन भनेको चाहिँ सबैभन्दा सुरुको विकासको धार भनेकै मान्छेलाई चाहिँ त्यो विषयमा चाहिँ सेन्सिटाइज गर्नु हो कि